के तपाईँ पनि राति खाना खाएपछि भान्साको काम भोलि बिहान गरौँला भनेर छोडेर सुत्नुहुन्छ? यदि हो भने आजको यो भिडियो तपाईँले अन्तिमसम्म हेर्नै पर्छ, किनकि हाम्रो घरमा भान्सा केवल खाना पकाउने ठाउँ मात्र होइन। वास्तु परम्परामा भान्सालाई अन्न, अग्नि र समृद्धिसँग जोडिएको महत्त्वपूर्ण स्थान मानिन्छ। तर राति सुत्नुअघि भान्सामा गरिने केही सामान्य गल्तीले घरको वातावरणमा नकारात्मक असर पर्न सक्छ भन्ने वास्तु मान्यता छ। आज हामी जान्नेछौँ सुत्नुअघि भान्सामा भुलेर पनि नगर्नुपर्ने 3 काम। र तेस्रो कुरा, धेरै मानिसले सामान्य गल्ती सम्झेर दैनिक गरिरहेका हुन्छन्। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोस्। सबैभन्दा पहिलो कुरा हो जुठा भाँडा। राति खाना खाइसकेपछि जुठा प्लेट, गिलास, चम्चा वा खाना लागेको भाँडा त्यत्तिकै छोडेर सुत्ने बानी धेरै घरमा हुन्छ। तर वास्तु मान्यता अनुसार रातिभर जुठा भाँडा राख्नु शुभ मानिँदैन। भान्सालाई अन्नपूर्णा र समृद्धिसँग जोडिने भएकाले भान्सामा सफाई र शुद्धतालाई विशेष महत्त्व दिइन्छ। केही वास्तु स्रोतहरूले पनि राति जुठा भाँडा नराख्न र सम्भव भएसम्म खाना खाएपछि भान्सा सफा गर्न सुझाव दिन्छन्। त्यसैले राति सुत्नुअघि कम्तीमा भाँडा सफा गर्ने, सिङ्क सफा गर्ने र भान्साको सफा पुछ्ने बानी बसाल्नुहोस्। यदि कुनै कारणले सबै भाँडा धुन सम्भव छैन भने जुठो खाना र अवशेष हटाएर भाँडा सफा पानीले पखालेर राख्नु पनि राम्रो व्यवहार हो। यसको अर्को व्यावहारिक फाइदा पनि छ। जुठो खाना लामो समय खुला राख्दा झिङ्गा, धुलो र अन्य फोहोरबाट खाना दूषित हुन सक्छ। नेपालमा गरिएको खाद्य स्वच्छता सम्बन्धी अध्ययनले पनि कोठाको तापक्रममा राखिएको बाँकी खाना केही घण्टापछि सूक्ष्मजीवको जोखिम बढ्न सक्ने देखाएको छ। त्यसैले यो केवल वास्तुको कुरा होइन, सरसफाइको दृष्टिले पनि राम्रो बानी हो। दोस्रो कुरा, ग्यास चुल्हो र भान्साको फोहोर। दिनभर खाना पकाउँदा तेलका छिटा, तरकारीका टुक्रा, खाना पोकिएको ठाउँ वा अन्य फोहोर चुल्हो र काउन्टरमा रहन सक्छ। हामी धेरै पटक सोच्छौँ भोलि बिहान सफा गरौँला, तर वास्तु परम्परामा भान्साको स्वच्छतालाई निकै महत्त्व दिइन्छ। केही वास्तु सामग्रीमा भान्सा सधैँ सफा राख्नुपर्ने र सडे गलेका सामान वा फोहोर नराख्नुपर्ने उल्लेख छ। त्यसैले सुत्नुअघि केवल 2-5 मिनेट निकालेर चुल्हो पुछ्नुहोस्, काउन्टर सफा गर्नुहोस्, भुइँमा खाना पोकिएको छ भने हटाउनुहोस् र फोहोरलाई उचित ठाउँमा राख्नुहोस्। यति सानो बानीले भान्सालाई बिहान उठ्दा नै सफा र व्यवस्थित बनाउँछ। र सम्झनुहोस्, सफा भान्सा केवल देख्न राम्रो हुने कुरा होइन, स्वस्थ घरको आधार पनि हो। अब आउँछ तेस्रो र अत्यन्त महत्त्वपूर्ण कुरा, राति बाँकी खाना खुलै छोड्नु हुँदैन। धेरै घरमा रातिको खाना बाँकी रह्यो भने त्यही भाँडामा राखेर भान्सामै छोडिन्छ। तर खाना खुला राख्दा धुलो, झिङ्गा, किरा फट्याङ्ग्रा तथा अन्य प्रदूषणको जोखिम बढ्न सक्छ। वास्तु परम्परामा पनि अन्न तथा खाद्य सामग्रीलाई सफा र व्यवस्थित राख्न विशेष महत्त्व दिइन्छ। नेपाली वास्तु सामग्रीले दूध, घिउ, तेल, चामल, दाल, नुन, मसला तथा खाना छोपेर राख्न सुझाव दिन्छ। त्यसैले बाँकी खाना छ भने पहिलो, राम्रोसँग छोप्नुहोस्। दोस्रो, सम्भव भए सुरक्षित रूपमा फ्रिजमा राख्नुहोस्। तेस्रो, लामो समय कोठाको तापक्रममा राखिएको खाना खानुअघि विशेष सावधानी अपनाउनुहोस्, किनकि खाना लामो समय सामान्य तापक्रममा राख्दा सूक्ष्मजीव बढ्ने जोखिम हुन्छ। यसैले शास्त्रले सिकाउने स्वच्छता र अनुशासनको भावनालाई आजको वैज्ञानिक सरसफाइसँग पनि जोडेर हेर्न सकिन्छ। एउटा महत्त्वपूर्ण कुरा, यहाँ एउटा कुरा स्पष्ट बुझ्नुपर्छ, यी कुराहरूलाई वैज्ञानिक रूपमा यसै कारण धन आउँछ वा गरिबी आउँछ भनेर प्रमाणित गरिएको छैन। तर वास्तु तथा धार्मिक परम्परामा भान्सालाई पवित्र र महत्त्वपूर्ण स्थान मानेर सफाई, अनुशासन र अन्नको सम्मान गर्न सिकाइएको पाइन्छ। त्यसैले यसलाई डरको रूपमा नहोस्, राम्रो बानी बनाउने परम्परागत सुझावको रूपमा लिनुहोस्। अब आजदेखि एउटा सानो नियम बनाउनुहोस्। सुत्नुअघि भान्सा हेर्नुहोस्। जुठा भाँडा छ, चुल्हो फोहोर छ, बाँकी खाना खुला छ। यदि यी 3 मध्ये कुनै कुरा छ भने सुत्नुअघि नै मिलाउनुहोस्, किनकि घरको सुख शान्ति केवल ठूलो पूजा वा ठूलो उपायबाट मात्र होइन, दैनिक जीवनका साना साना राम्रो बानीबाट पनि सुरु हुन्छ। यदि तपाईलाई यस्ता वास्तु, शास्त्र र धार्मिक मान्यतासँग जोडिएका उपयोगी जानकारी मन पर्छ भने भिडियोमा लाइक गर्नुहोस् र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस्। र कमेन्टमा लेख्नुहोस्, म सुत्नुअघि भान्सा सफा गर्छु। अर्को भिडियोमा फेरि भेटौँला। जय माता अन्नपूर्णा।